यहाँ लिएर तेरो फोन कोसँग बोल्दैछ सबै हेरौँ आज म डल्लै तेरो फोन चेक गर्छु पर्खिन कोसँग बोल्दैछ कोसँग के गर्दैछ कहाँ जाँदैछ सबै हेर्छु नि आज म के चाहिँ लुकाएको छ कि तेरो सबै चेक गरेर हेर्न आज म तेरो के चाहिँ गर्दै रहेछ केही चाहिँ भेटौँ न तेरो मुनि ल त लु चेक गर न त के चाहिँ छ र लु चेक गर न त अन्त केही छैन मलाई मतलबै छैन लु चेक गर न त हेर्दैछु पर्खिन के चाहिँ रहेछ म गरिहाल्छु नि चेक त हुन्छ हजुर चेक गर्नुहोस् न ल मलाई मतलबै छैन म कोहीसँग बोलेको भए कोहीसँग भेटेको भए हुन्छ चेक गर्दै गर्नुहोस् म पर गएर आउँछु अहिले बोलाउनुहोस् न है लेकिन ये साला कर क्या रहा है यहाँ पे? A few moments later. के भयो किन रुको कृतिका हे भगवान के भयो किन रुको बित्था मैले के गरेको छुइनँ के भयो भन त मैले सबै बुझेँ प्रवीण यत्रो वर्षदेखि नबुझेको कुरा चाहिँ मैले आज सबै बुझेको छु अब हुँदैन रहेछ तिमीसँग छ्या प्रवीण छ्या कृतिका के चाहिँ बुझ्यो के भेट्यो भन न के चाहिँ गरेँ मैले भन न किन रुको नरुवा न बित्थामा चाहिँ के भेट्यो भन त कृतिका के चाहिँ भेट्यौ के भयो भन न मैले के गरेको छुइनँ त भन न रुको रुको गर्छौ छ्या के भेट्यौ ला भगवान के भेट्यो नि यसले फेरि पहिलाको मेसेज देख्यो भने पनि त्यति साह्रो नहुनु पर्ने कोहीसँग बोलेको छुइनँ के चाहिँ देख्यो नि भगवान कृतिका बेबी राम्रोसँगले भन्छु कि भन्नुहोस् न के भेट्यो म कोहीसँग बोलेको भेट्नुभयो मैले कोही केटीको फोटोमा लाइक गरेको भेट्यो अन्त म कोही केटीसँग चम्केको देख्नुभयो होइन के चाहिँ भयो के चाहिँ भयो केही भेटिन तिम्रो फोनमा त्यही त छ त मरुको कारण नै त्यही हो केही छैन तिम्रो फोनमा न टेक्स्ट छ न मेसेज न को केटीले हाई नै पठाएको छ न को केटीले तिम्रो फोटो लाइक गरेको छ साला अन्त किन रुनु भएको यही राम्रो होइन नि त कोही केटीसँग नबोलेको कोही केटीसँग टेक्स्ट नगरेको मेसेज लाइक साइक केही नगरेको यही राम्रो होइन अन्त किन रुको को केटीले तिम्रो फोटोमा लाइक पनि गर्दैन कमेन्ट पनि गर्दैन तिमीलाई त को केटीले फलो पनि गर्दैन तिमीलाई त को केटीले मेसेज पनि गर्दैन अरे बाबा त्यही राम्रो होइन अन्त मलाई कोही केटीले मेसेज पठाउँदैन हाई हेलो केही पठाउँदैन किन तिनीहरूले याद छ नि त मेरो गर्लफ्रेन्ड तपाईँ छ भनेर होइन त्यस्तो तिमी बुझ्दैनौ यस्तो कुरा ए बाबा के चाहिँ बुझिन यस्तो राम्रो कुरा भइरहेको छ के चाहिँ बुझिन किन रुको त्यो चाहिँ भन त साला मेरो भाग्य फुटिरहेको छ त नरुएर चाहिँ हाँस्नु म साला लो तँलाई ग्वाट आलु मुला साला तँलाई त कसले पनि मन पर्दैन को केटीले तँलाई त हाई हेलो पनि भन्दैन साला सुन कि प्रवीण तिमीले त जहाँ पठाए पनि जहाँ गए पनि एकदम फ्री छ होइन भए पनि मलाई के टेन्सन नै हुँदैन बुझ्यौ कोही बेला मलाई पनि टेन्सन होस् मलाई पनि आरिस लागोस् न कोही केटीले तिमीलाई मन पराओस् प्रपोज गरोस् मलाई पनि रिस उठोस् मेरो बोयफ्रेन्डलाई त्यो केटीले मन परायो मेरो बोयफ्रेन्ड यस्तो राम्रै छ कि अरू केटीले मन पराउँछ म त्यसलाई लुकाएर राख्छु भन्ने होस् न तिमीले त जहाँ गयो त कसले मन पनि पाउँदैन उसको फोटोमा पनि एउटा मात्रै लाइक हुन्छ त्यो पनि मैले गरेको कोही केटीले मलाई त मन पर्दैन लु गर्ने साला आलु काहीँ नबिक्ने मुला चाहिँ मेरै बोयफ्रेन्ड भएको रहेछ त्यही भएर रुको म साला ये भगवान क्या जुलुम है?